हेलो एभ्रिवान आज चाहिँ म हजुरहरूलाई सरप्राइज भिडियो लिएर आएको छु। सरप्राइज भिडियो चाहिँ कस्तो छ भन्दा उहाँको चाहिँ अफिस छ, मेरो छुट्टी छ, उहाँलाई खानु मनपर्ने मलाई पकाउनु मनपर्ने यही बारे सरप्राइज गराउँछु भन्ने तरिकाले उहाँलाई मनपर्ने खानेकुराहरू उहाँ अफिसबाट आउँदा मैले रेडी बनाएर राखिदिन्छु। उहाँको रियाक्सन के हुन्छ त्यो हेरौँ है त मसँगै। सुरुमा चाहिँ हामी मोमो बनाउँछौँ। त्यसको लागि मैले बन्दा लिएको छु चप गरेको। त्यसपछि हामी सेतो प्याज हाल्छौँ। घरमै चप गरेको किमा लिएँ मैले। स्वाद अनुसार नुन, जिन्जर पेस्ट, गार्लिक पेस्ट, मैले मोमो मसला राखेँ। सेन्चुरीको युज गर्छु, मलाई यो मन पर्छ। अनि मैले माथिबाट तेल राखेँ अनि म्यारिनेट गरेँ। अब चाहिँ म बेल्न सुरु गरेँ। मैले र्याप गर्दैछु अहिले। मेरो मोमो बन्दैछ। यतिको भइसक्यो। फाइनली हाम्रो मोमो रेडी भइसकेको छ। अब चाहिँ हामी चिल्ली मोमोको लागि मैले प्याज चप गरेको छु, क्याप्सिकम अनि गार्लिक चप गरेको छु। यो चाहिँ मैले चिल्ली ससको लागि केचप राखेँ अनि सोया सस पनि राखेँ मैले। अनि मैले कर्नफ्लोर राखेँ। थोरै मैले चिल्ली फ्लेक्स लिएँ। यसलाई मैले म्यारिनेट गर्दैछु। यो बढी बाक्लो भएको भएर मैले पानी राखेँ। पातलो बनाउनको लागि मैले प्यान तताएर तेल राखेँ। अब म मोमो फ्राई गर्दैछु। मोमो चलाउँदै पकाउँदै गर्नुपर्छ। मेरो मोमो पनि रेडी भइसक्यो। अब मैले चिल्ली मोमो बनाउन लागि सुरुमा मैले लसुनलाई एकछिन चलाएर पकाएँ। अनि मैले क्याप्सिकम र प्याज राखेँ। अनि एकछिन चलाउँदै पकाउँदै गर्छु। अनि मैले थोरै कलरको लागि बेसार लिएँ। स्वाद अनुसार नुन, फेरि मैले चलाएँ एकछिन। अनि मैले मोमो एड गरेँ। अघि बनाएको मैले प्युरी एड गरेँ। चलाइराखेँ मैले एकछिन। फेरि हल्का पानी एड गरेँ। फाइनली हाम्रो मोमो रेडी भइसक्यो। अब चाहिँ म हाँस बनाउन लागि यो चाहिँ राजाले पहिल्यै काटेर राखिदिएको। अब मैले पकाउन सुरु गरेँ। हाँसको चाहिँ मजाले तेल निस्किन्छ। मैले एकछिन चलाउँदै पकाउँदै यसको तेल पनि मजाले निस्किसकेको छ। मजाले डिप फ्राई भइसकेको छ हाम्रो हाँस। अब चाहिँ मैले जिन्जर पेस्ट राखेँ। अनि गार्लिक पेस्ट पनि राखेँ सँगै।
कलरको लागि थोरै बेसार राखेँ। स्वाद अनुसार नुन, चलाए फेरि मैले एकछिन मसला सबैतिर लागोस् भनेर चलाउँदै पकाउँदै गर्नुपर्छ बिचबिचमा हामीले। यति बेला चाहिँ हाम्रो ग्यासको फ्लेम लो हुनुपर्छ। मैले मसला राखेँ माथिबाट। पिरोको लागि मैले चिली पाउडर राखेँ। यसरी सबै राखेर लो फ्लेम बनाएर चलाउँदै पकाउँदै गरिराख्नुपर्छ, नभए तल लाग्छ। हाम्रो चाहिँ अब तेल पनि सोसिसकेको छ आँचले। यो भनेको मसला पाकेको चिन्ह लो यो। चलाउँदै पकाउँदै गर्नुपर्छ। अब हाम्रो हाँस पनि रेडी भइसकेको छ। अब चाहिँ हाम्रो हाँस पनि रेडी भइसक्यो। Nice. A few moments later. मैले चाहिँ मेरो हस्बेन्डलाई यस्तरी बनाइराख्दैछु। यो चाहिँ सरप्राइज हो उहाँको लागि। उहाँ चाहिँ आइसक्यो। आइस्यो वाह कस्तो सरप्राइज। वाह आज पार्टी ल आरिगातो गोजाइमास। मेरोबाट खुसी भइसक्यो। यो चाहिँ मेरो सरप्राइज भएको लागि।